हेलो गाइज, वेलकम टु द माई मिनी भ्लग। अस्ति नै तपाईँहरूले देखिसक्नु भएको थियो सानो क्लिप्स घरबाट पठाएको कोसेली भनेर। आज हामी अनबक्सिङ गर्न गइरहेको छौँ। अनबक्सिङ गर्दै हुनुहुन्छ सविता आचार्य दिदी, अनि दिदीले अनबक्सिङ गर्दै हुनुहुन्छ। के पसन्द भएको रहेछ तपाईँलाई आज हामी क्लियर रूपमा देखाउन गइरहेको छौँ। ल त्यसलाई एक गरेर देखाउनु होला के छ। हाम्रो साथीहरूलाई पनि देखाऊँ हामी है। दिदीले देखाउँदै हुनुहुन्छ। फर्स्ट अफ अल तोरीको गुन्द्रुक। नेक्स्ट यो पनि गुन्द्रुक, त्यो तोरीको गुन्द्रुक, त्यो रायोको गुन्द्रुक। वाउ, हेर्दै खाउँ खाउँ लाग्दो बास्ना नै अमिलो आएको छ है। मिठो छ जस्तो छ। हामीले खाएको छैनौँ, अस्ति नै पठाउनु भएको खाइरहौँ। यसलाई चाहिँ हामीले यो पनि गुन्द्रुकै गुन्द्रुक, यो पनि गुन्द्रुक, तोरीको गुन्द्रुक रहेछ। वाउ, ल 3 पोका हामीले खोलिसक्यौँ। अब यो हेरौँ यो के रहेछ। सानो पोकामा छ यो चाहिँ है। के हो यो? अझै ढुङ्गा जस्तो पो छ त। ढुङ्गा जस्तो गिरी छ त। फल्की मकै हो के हो यो? ल एनीवे ढुङ्गा जस्तो, तर तपाईहरुलाई थाहा छ भने गाइज कमेन्ट गर्नु होला यो के हो है। हामी सोधेर खान्छौँ खाना चाहिँ यो के रहेछ। खानेकुरा नै हो नि। खानेकुरा नै हो हुन चाहिँ। अब के रहेछ हामी सोध्छौँ अनिखेर। तपाईहरुलाई थाहा छ भने भन्नु है त यो चाहिँ के हो। अनि यसमा के छ यो पनि अनबक्सिङ गरौँ। लास्ट हेरौँ। ओ लिपगार्ड हिमालयनको गुड। तपाईहरुलाई चाहियो भने कन्ट्याक्ट गर्नु होला। दुईटा लिपगार्ड पनि छ। लास्टमा के छ? ढेन्टेरेङ हजमोला चाहिँ किन मगाएको होला, किन पठाउनु भयो होला भन्नु होला। यहाँ चाहिँ के हुन्छ भने बिहान बेलुका सधैँ प्रायः मासु हुन्छ है। औँसी पूर्णे एकादशी भन्दा बाहेक सधैँ नै मासु हुन्छ। त्यो मासु खाँदा एकदम पेट ढुस्स हुने उस हुने भएर चाहिँ हजमोलाले एकदम कम्प्लिट ठिक हुने भएर चाहिँ हजमोला मगाएको हामीले पठाइदिनु भएको चाहिँ। यो हजमोला र हिमालयनको यो लिपगार्ड चाहिँ ग्यालेन सरले पठाउनु भएको। यो गुन्द्रुकहरू चाहिँ बाइ द वे सासु आमा र मेरो माइतबाट पठाउनु भएको। तपाईँहरूलाई कसैलाई पनि आवश्यक छ भने प्लिज कन्ट्याक्ट गर्नु होला। धेरै त दिन सक्दैनौँ, थोरै दिन सक्छौँ। तपाईँको लास्टमा के भन्नु छ? थ्याङ्क यू यो सबै पठाउनु भएकोमा भन्दा पनि ल्याइदिने व्यक्तिलाई चाहिँ धेरै थ्याङ्क यू, धन्यवाद। ल्याइदिनु भएको छ। यो ल्याइदिनु भएको चाहिँ हाम्रो जुनो डाङ्गी दिदीले ल्याइदिनु भएको। उहाँलाई चाहिँ हृदयदेखि नै हार्दिक नमन गर्न चाहन्छौँ। धेरै धन्यवाद दिन चाहन्छौँ। ल्याइदिनु भएको, पठाइदिनु भएको सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छौँ है त। केही छ अब? टेक केयर, बाई बाई, मिस यू।